साथीहरू खुसी आन्तरिक हुन्छ, तर हामी भने बाह्य संसारमा खुसी खोजेर जीवन नै बिताइदिन्छौँ। यस्तै कुराहरूलाई मैले कवितामा व्यक्त गरेको छु। कविताको शीर्षक छ एक चाङ भुस। लागेको थियो अचेल जीवनसँग जीवन बाँच्ने पाठ पढ्दैछु। त्यसैले हो मङ्सिर पुसको जाडोमा बाल्न भनेर एक चाङ भुस छतमा साँचेर राखेको थिएँ। एउटा बिहान मङ्सिरले तनदेखि मनसम्म सिरिङ्ग हुने जाडो लिएर आयो। थुपारेर राखेको भुस लिन जाँदा छत लगभग शून्य रहेछ। मेरा आशहरू बतासले उडाएर लगेछन्। म स्वयंवादमा बाँचेको मान्छे, म आस्थामा नभई अस्तित्ववादमा हाँसेको मान्छे। मलाई मात दिँदै समय भन्ने जन्तु बतासको बुई चढेर अदृश्य नाचिरहेको थियो, मेरो र मेरो घरको टुप्पीमा। म एक फेरो सासमा टेकेर समयको फेद र टुप्पो नाप्दै थिएँ। समयले मलाई थाहै नहुने गरी मेरो आँखा अगाडि बिस्तारै बिस्तारै मेरो खजाना लिएर गएको छ। म जुगाड गरेर एक मुट्ठी भुस बाल्छु। भुस एकैछिनमा फुस हुन्छ। मेरो योजना जस्तै, मेरो रञ्जना जस्तै न्यानो नछिप्पिँदै मङ्सिरको जाडो सुरु भएको छ। यहाँ जीवनको जाडोले भने मौसम फेर्दैन। शिशिर थियो, शिशिरमै अड्किएको छ। मेरो समय उसलाई मन लागेको बेलामा खेलवाड गर्न आउँछ, खेल्छ र जान्छ। मेरा सबै जुगाड त्यही एक मुठी भुस जस्तै छन्। माया प्रेमको विश्वास, धन तनको धाक, नाम शानको आस, सब जुगाड। सायद सबै मानिसहरू म जस्तै जीवनमा केही खोजिरहेका छन्। आफ्नै कल्पनामा आफैले लुकाएर बिर्सिएको खेलाउना खोजे चाहिँ। आफ्नो समय रहेसम्म सायद केही खोजिरहेका छन्, सायद केही खोजिरहेका छन्।